आदरणीय साथीहरू तथा सम्पूर्ण देशवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक नमस्कार। आज म केही कुराहरू तपाईहरु सामु राख्न गइरहेको छु। नेपालको राजनीति अहिले आएर एकदम तरल अवस्थामा पुगेको छ। यति तरल अवस्थाको राजनीति नेपालको इतिहासमा सायदै कहिले भएको थियो होला। यो चरम संक्रमणकालीन अवस्थाको राजनीतिलाई कसरी मूल्याङ्कन गर्ने र अब हाम्रो बाटो के, अगाडि यो देश कहाँ जाँदैछ, कसरी मूल्याङ्कन गर्ने, यो विषयलाई लिएर तपाईहरु सामु म केही आफ्ना विश्लेषणहरू राख्न गइरहेको छु। हामीले भनेका थियौं, आजभन्दा 5 महिना अगाडि भनेका थियौं, हामीले संकेत दिएका थियौं, एउटा ठुलो लडाईँको सम्भावना छ है। 5 महिना अगाडि भनेका थियौं हामीले। अहिले पनि युट्युबमा भिडियोहरू छ, हेर्न सक्नुहुन्छ तपाईहरुले। त्यसको लिंक म तल कमेन्ट बक्समा राखिदिने छु। भनेका थियौं यो एउटा लडाईँ हुनेवाला छ। सत्ययुग र कलियुगको बीचमा एउटा युग परिवर्तन गर्ने किसिमको गर्ने सम्भावनाको लडाईँ भए पनि त्यस्तै 2 दिनमा त्यति धेरै विध्वंस, विनाश र त्यसले दिएका केही परिणामहरू हाम्रो सामु छन्। तर के यो नै पर्याप्त थियो त? के यो नै पर्याप्त हो त? केही कुराहरू अनुत्तरित छन्। म आज तपाईहरु सामु त्यसका केही उत्तरहरू पत्ता लगाउने प्रयास गर्नेछु। जेनजीको आह्वानमा भएको जुन आन्दोलन विद्रोह थियो, सहरी विद्रोह, त्यसको भुसको आगो झैं त्यो परिवर्तनको लागि भुसको आगो झैं भित्र आगो सल्किसकेको थियो। त्यो त एउटा सतहमा देखिएको कुरा मात्रै थियो। जेनजीले आह्वान गर्नुभयो, सम्पूर्ण देशका सबै तबकाहरू खडा भए, विशेष गरी देशभक्तहरूले आफ्नो ठाउँबाट भूमिका निर्वाह गरे। हो, यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा घुसपैठ पनि भयो। त्यो तहको विनाश कसैको पनि हितमा थिएन। त्यो तहको विनाश कसैलाई पनि फाइदाकारी भएन, हुने पनि हैन। अब जे भयो भयो, त्यसबाट पाठ सिकेर, इतिहासबाट पाठ सिकेर अगाडि बढ्ने हो। तर यो आन्दोलनमा हामीले देख्यौं, हामीले नेता मानेका, हामीले सादगीपूर्ण नेता मानेका मानिसहरूको 2 तल्लामा, पहिलो तल्लामा आफू बस्ने र दोस्रो तल्ला भरि पैसा। कतिले नपुगेको हो। अझ उनीहरू नै छोराको कसम खाई टेलिभिजनमा देखा पर्थे र हामी पत्याइदिन्थ्यौं, हामी नेपाली जनता, हामी सोझा साझा नेपाली जनता। छोराको कसम खान्थे, एउटा छोराको कसम। यिनीहरूले भ्रष्टाचार गरेर कतितिर थुपारेका छन्, कतितिर लगानी गरेका छन्। त्यो खोज तलासको विषय होला। भोलिका दिनमा त्यो खोज तलास होला। यस्ता प्रतिनिधि पात्रहरू सबै पार्टीमा छन्, सबै राष्ट्रिय लेभलका पार्टीहरूमा छन्। त्यही भएर हामी क्रुद्ध भएर एउटा निकासको लागि हामीले पार्टीविहीन केही समयलाई यो देशलाई पार्टीविहीन राजनीतिमा लानुपर्छ भन्ने मूल्य मान्यता पनि हामीले स्थापित गरेर चाहेका थियौं। किनकि जुन पार्टीवादले, जुन यो दलहरूको दलदलबाट देशलाई निकाल्नलाई एउटा यो विद्रोह त जरुरत थियो, यो भयो पनि। केही समय त दलदलबाट देश निक्लिएको छ। तर अहिलेको जुन परिस्थिति छ, त्यसले हामीलाई के यो दलदलबाट निक्लिएको देशलाई पुनः के आगोको भुङ्ग्रोमा त हाल्न गइरहेको छैनन् नेतृत्वले। अहिले जसले नेतृत्व गर्दैछ, त्यो उनीहरूको नेतृत्वले अर्को आगोको भुङ्ग्रोमा त हाल्न गइरहेको छैन। नेपाली जनताको अवस्था के तावाबाट निक्लेको माछा भुङ्ग्रोमा परे जस्तो त हुन गइरहेको छैन। यो सोचनीय विषय छ।
एकदमै शोचनीय विषय छ। हिजो सरकारमा बस्नेहरूको अहमता र घमण्डले गर्दाखेरि जुन परिस्थिति सिर्जना भयो, भोलिका दिनमा यी राजनीतिक चेत नभएका स्टन्टबाज र फेसबुकमा रमाउनेहरूले लाइक र भ्युजको आधारमा यो देशलाई अगाडि बढाउन खोज्नेहरूले यो देशको जटिल भूराजनीतिलाई बुझ्छन् त। अहिले कुरा आइरहेको छ, बारबरा फाउन्डेसन जुन एउटा अमेरिकी संस्था, जुन अमेरिकी भिजन र मिसनमा काम गर्छ, त्यो संस्थाबाट प्रायोजित आन्दोलन त होइन यो भन्ने किसिमको सम्म कुराहरू आइरहेछ। र मन्त्रीमण्डलमा बारबरा फाउन्डेसनका मान्छेहरूको प्रमुखता हुनु र उनीहरूकै टिमका साथीहरूले मन्त्री बन्ने भए फलानु दूतावासमा गएर निवेदन हाल अथवा त्यहाँबाट अनुमति लिएर आइज भन्ने सम्मको कुराहरू हुनुले देश कता जाँदैछ, हाम्रो देशको सार्वभौम सत्ता, अखण्डता र एकतामा यसले कस्तो असर गर्न सक्छ, कसरी सोचेको छ, यो दृष्टिकोणबाट हामीलाई चिन्तित तुल्याएको छ, हामीलाई बहुत चिन्तित तुल्याएको छ। भोलिका दिन पक्कै पनि सहज छैनन्, भोलिका दिन पक्कै पनि सहज छैनन्। त्यो भ्रष्टाचार गर्नेहरूलाई कानुनको कठघरामा नब्याउन्जेलसम्म जनताले चैनको सास फेर्नेवाला छैनन्। जनता घाइते बाघ जस्ता भएका छन्। हिजोका दिनमा जुन एउटा कथाको कुरा थियो, एउटा लोककथा, यति भ्रष्टाचार गरेर उति भ्रष्टाचार गरे होला भन्ने कुरा थियो, आज त त्यो सार्वजनिक भएको छ। त्यो हुँदै गर्दा जनताले के अपेक्षा गरेको छ राज्यबाट, त्यो पुरा गर्नु नै राज्यको कर्तव्य हुन आउँछ। अहिले हर तरहले त्यो मागको सम्बन्धन हुनु, जस्तोसुकै जोखिम लिनु परोस्, त्यो मागको सम्बन्धन हुनु नै पर्छ भन्ने हाम्रो मान्यता छ। यथास्थितिमा धेरै कुराहरू अगाडि बढ्न सक्दैन। एउटा क्रमभङ्गता, नियमिततामा क्रमभङ्गताको अवस्थामा जानै पर्छ। अलिकति बोल्ड डिसिजनहरू लिनै पर्छ, नत्र भए ती शहीदहरू, ती जेनजी आन्दोलनको अगुवाईमा भएका शहीदहरूको रगतले धिक्कार्ने छ। यो सरकार असफल हुने बाटोतिर अग्रसर छ। के चुनावको लागि चुनाव मात्रै यो जेनजीको आन्दोलनको सार थियो? होइन, चुनावै थियो, कोही लागि लडाइँ थियो भने त 84मा आइ नै हाल्ने थियो। 2 वर्ष अगाडिको चुनावको के अर्थ छ? भोलि तिनीहरू नै पार्टी समीकरणमाथि समीकरण बनाउँदै फेरि अस्थिरतामाथि अस्थिरतामा खेल्दै यिनी जनताको छातीमाथि फेरि नाङ्गो नाच प्रदर्शन गर्छन् भने के अर्थ छ? चुनावको कुरा पनि धेरै कुराहरू रहस्यमा छ। किन कार्यकारीको चुनाव हुन गइरहेको छैन? किन यो संविधानलाई तत्कालै संशोधन नगरिकन अगाडि बढ्न खोजिँदैछ? समस्या त यो संविधान हो, संविधानले ल्याएको समस्याहरू हो। यो समस्याहरू समाधान गरेर मात्रै अगाडि बढ्नु नै आम नेपाली दाजुभाइ दिदीबहिनी र नेपालको भविष्यको हितमा छ। अहिलेलाई मेरो कुरा यति नै राखेँ, आगामी दिनमा मेरो कुराहरू राख्ने नै छु। हवस् त, नमस्कार, सबैको दिन शुभ रहोस्, शुभरात्रि।